यो लिपुलेकमा नाका खोलियो अनि नाकाबाट चाहिँ नि सञ्चालन भइरहेको छ व्यापार भारत र चीन बीच भन्ने कुराहरू जानकारीमा आएको छ। तर सरकारले चाहिँ यो विषयमा बोलेको छैन। सरकारले बोल्नुपर्छ। हामी चाहन्छौँ सरकारले बोलोस् र के हो त आधिकारिक धारणा नेपाल सरकारको त्यसबारेमा भन्ने कुरा हामी सबैलाई जानकारी होस्। यो ग्यासको सप्लाई अचम्म लाग्छ। नेपाली जनताले त्यतिकै निशुल्क चलाएको त होइन। सबै कुरा काटेर थपेर के होइन ट्याक्स त्यहाँनिर फाइदा सबै कुराहरू गरेर चाहिँ नि तपाईँको किनेर चलाउँछन्। त्यो भेला भएको पैसा चाहिँ कसले लगेर जान्छ? सप्लाई चेन के भएर ब्रेक हुन्छ? सप्लायरलाई पैसा किन पठाउँदैनौ? त्यो बिचमा कसैले त्यो पैसा चलाइदिन्छ कि क्या हो? यदि चलाइदिन्छ भने सरकारले भन्नु पर्यो यसले चलाउँछ भनेर। होइन भनेदेखि के अरे नेपाली जनताले त पैसा तिरेर चलाएको हुन्छ। अनि पैसा चाहिँ तपाईँको चाहिँ नि के अरे छ उठाएको छ तर उता सप्लायरलाई नपठाएर सप्लायरले नपठाएको हो कि जस्तो चाहिँ मलाई लागिरहेको छ। यो खालको चलन हो भने तुरुन्त यसको अन्त्य गर्नुपर्छ। किनभने विश्वमा ग्यास उत्पादन हुनै छोडेको भन्ने त होइन होला। विश्वमा पेट्रोलियम पदार्थ उत्पादन हुनै छोड्यो भन्ने त होइन होला। त्यो बिचमा कहीँ न कहीँ तपाईँको चाहिँ नि त्यहाँ पैसा पहिलाको त्यो होइन पुरानो चाहिँ बाँकी तिर्नु अनि हामी पैसा के अरे तेल पठाउँछौँ ग्यास पठाउँछौँ भन्ने खालको स्थिति जस्तो मलाई चाहिँ लाग्छ। यो कुरा के हो यसलाई चाहिँ नि स्पष्ट पार्नुपर्छ भन्ने पनि अनुरोध गर्न चाहन्छु। थुप्रै विषयहरू छन्। अब एउटै विषयमा फोकस भएर बोल्न समय छैन। कहिलेकाहीँ बोल्दाखेरि थुप्रै विषयहरू समेट्नुपर्ने बाध्यता छ। योजनाहरू थुप्रै हामीले चाहिँ नि गर्ने भनेर भनेका छौँ। हामीले पनि थुप्रै योजनाका फाइलहरू बुझाएका छौँ सम्बन्धित मन्त्रालयहरूमा। मलाई विश्वास छ सरकारले चाँडै नै ठेक्काहरू आह्वान गर्नेछन् र बाटा बनाउनु पर्ने होला, कतै कतै पानीको तपाईँको चाहिँ नि समस्या समाधान गर्नुपर्ने होला, कहीँ कतै कुलोहरू बनाउनु पर्ने होला। ती कुराहरूलाई गफले होइन आश्वासनले होइन कामले सरकारले चाहिँ नि प्रमाणित गरेर देखाउनेछ भन्ने मैले विश्वास लिएको छु। सहकारी पीडितहरूले पैसा पाएका छैनन्। सहकारी पीडितहरूको पैसा फिर्ता गर्नुपर्छ सरकारले होइन। सरकारले कसले तपाईँको चाहिँ नि के अरे ठगी गरे हो ती ठगी गरेका मान्छेहरूको जाजेथाबाट असुलेर तुरुन्त फिर्ता गर्नुपर्छ। माइती घरमा जहिले हजारौँ सङ्ख्यामा पीडितहरू आएर तपाईँको चाहिँ नि के अरे आन्दोलन गरिराख्नु नपरोस् भन्ने अनुरोध गर्न चाहन्छु। बराब बचत तथा ऋण सहकारी संस्था धरानले अरबौँ रुपियाँ ठगेको छ। एउटा मैले यो विशिष्टीकरण गरेँ। पीडितलाई पैसा फिर्ता गर्नेतर्फ सरकारले ध्यान दियोस्। सुकुम्बासी अव्यवस्थित बसोबासीको बारेमा सरकारले ध्यान दिनुपर्छ। कसरी व्यवस्थापन गर्ने, कसरी चाहिँ नि धनी पूर्जा वितरण गर्ने भन्ने बारेमा सरकारले तत्काल काम गरोस् भन्ने सुझाव दिन चाहन्छु। 2083 साल यो महिना श्रावण महिनाको 5 गते जानकी मन्दिर अगाडि हाम्रा श्रमदाताहरूमाथि दुर्व्यवहार भयो, त्यहाँ कुटपिट भयो। त्यहाँ त्यसरी चाहिँ गुन्डागर्दी देखाउने व्यक्तिहरूलाई सरकारले कारबाही गर्नुपर्छ कि सरकारको अथवा सरकारी पक्षको पनि संलग्नता छ भने हाम्रो संलग्नता छ भनेर भनिदिनु पर्यो होइन। वी वान्ट द एन्सर। होइन भने त्यसरी तपाईँको एउटा नागरिकलाई नेपालमा है तपाईँको कहीँ कतै घुम्न डुल्न निषेध गर्ने तपाईँको चाहिँ छुट कसैलाई छैन। हिन्दू सम्राट सेना यो कस्तो सेना हो? यो नेपाली सेनाको समानान्तर सेना हो या कस्तो खालको सेना हो? यो सेनाको बारेमा सरकारले खोज गरोस् र सेना नामको समूह जे जति छन् तिनीहरूलाई सबैलाई निषेध गरोस् भनेर भन्न चाहन्छु। अन्यथा अरू कसले सेना बनाउन पाउने हो? त्यो सेना बनाउने पाउने सुविधाहरूलाई पनि दिने हो कि त? होइन भने त्यो अनुमति कसैलाई हुँदैन। त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ। अब जातीय छुवाछुत कहिले यो देशमा अन्त्य हुने हो? अझै पनि कोठा पाइनौँ भनेर माइती घरमा रोइराखेको देखिन्छ। मधेसमा त्यहाँका दलितहरूले धारामा जानै पाउँदैनौँ, हामी त कसरी पानी खाने भनेर चाहिँ नि रोइराखेको कुरा पनि हामीलाई बोध भएको छ। त्यसतर्फ पनि सरकारले ध्यान दियोस् र यो जातीय छुवाछुत र विभेदको अन्त्य गर्नुपर्छ।
युवाहरूले आत्मदाह गर्न थाले, त्यसको मतलब हामीले युवाहरूलाई आशा दिन सकेनौँ, हामीले आशा दिन सकेनौँ, विश्वास दिन सकेनौँ है। हामीले चाहिँ नि बाँच्ने कारण, द रिजन अफ लिभिङ दिन सकेनौँ युवालाई। त्यसो भएको कारणले गर्दाखेरि सरकारले श्रम, उत्पादन, औद्योगिकरण, रोजगारी अवसरतर्फ चाहिँ ध्यान दियोस् भन्ने सुझाव म दिन चाहन्छु। भारतीय भूतपूर्व सैनिकहरूलाई भारत सरकारले चाहिँ नि क्यान्टिन सेवा दिन चाहेको रहेछ, नेपाल सरकारले लिन नमानेको अरे भन्ने सुनेको छ। यो विषयमा सरकारले ध्यान दियोस् र हाम्रै दाजुभाइहरू हुन् भूतपूर्व सैनिकहरू, उनीहरूलाई दिनुपर्ने सेवा सुविधा दियोस् भन्ने माग गर्न चाहन्छु। हाई टेन्सन, त्यो बिजुलीको तारले गर्दाखेरि अब धेरै मान्छेहरू वर्षेनी दुर्घटनामा परेर करेन्ट लागेर ज्यान गुमाउने गरेको पनि देखिएको छ। धरानमा पनि एउटा हाई टेन्सन तारको लाइनको समस्या छ, त्यसतर्फ सरकारले ध्यान दियोस्। सुनसरी क्षेत्र नम्बर 1 मेरो चुनाव क्षेत्रको बरा क्षेत्रको कालाबन्जा र बाङ्गेमा डुबानको अवस्था छ, त्यसतर्फ पनि सरकारले ध्यान दियोस् र त्यहाँ के गर्नुपर्ने भन्ने कुरा गरोस् भन्ने माग गर्न चाहन्छु। रामधुनीको 64 बिघा, रामधुनी नगरपालिकाको 64 बिघा भन्ने ठाउँमा चाहिँ भूमाफियाहरूले त्यहाँको सबै जग्गा चाहिँ हाम्रो हो भनेर आफ्नो नाममा गरेको रहेछ। अनि त्यहाँका बासिन्दाहरूलाई चाहिँ नि 50 वर्ष 60 वर्षदेखि एक खालको पीडाको महसुस भइरहेको छ, त्यसको अन्त्य होस् भनेर मैले ध्यानाकर्षण गराउन चाहन्छु। शक्ति पृथकीकरण, हामी व्यवस्थापिकामा छौँ, अदालतको कुरा हामी यहाँ गर्न चाहँदैनौँ, तथापि अदालतमा भएका फैसलाहरूका मुद्दाहरूको पूर्ण पाठ चाहिँ छिट्टो गरी अदालतबाट पनि तपाईँको चाहिँ सम्बन्धित निकायमा पठाए राम्रो हुन्थ्यो। सर्दो जलाधारको कारणले गर्दाखेरि हजारौँ त्यहाँका स्थानीयहरू पीडित छन्, वर्षौँदेखि मुद्दा फैसला भयो भन्ने चाहिँ आएको छ, पूर्ण पाठ गएको छैन। त्यसले गर्दाखेरि त्यसतर्फ म सम्बन्धित निकायलाई ध्यान आकर्षण गराउन चाहन्छु। अन्त्यमा यो नेटवर्क अनलाइन बिजनेस भन्ने अहिले आएको रहेछ, थुप्रै मान्छेहरू लाखौँ लाख रुपियाँ ठगीमा परिरहेका रहेछन्। त्यसो भएको कारणले गर्दाखेरि म सम्पूर्ण नेपाली समाज, नागरिक समाजलाई पनि भन्न चाहन्छु, लोभले लाभ, लाभले बिलाभ हुने खालको होइन अनलाइन स्क्यामहरू, अनलाइनमा यस्तो यति पैसा लगाउँदा यति यस्तो हुन्छ भन्ने किसिमको कुनै छ भने त्यसमा कोही पनि पैसा लगानी गरेर संलग्न नहुनु होला र त्यस्तो गर्ने मान्छेहरूलाई पनि नेपाल सरकारले कारबाही गरोस् म भन्न चाहन्छु। दूतावासहरूले विदेशमा प्रवासमा काम गरिरहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको पीडालाई उचित तरिकाले सम्बोधन गरेको छैन भन्ने कुरा जानकारीमा आएको छ। त्यसो नहोस्, सबैले काम गरौँ, इमान्दार भएर काम गरौँ, हामी सबैजनाले काम गरौँ, हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश श्रम गरौँ, सबै मिली बनाऊ यो देश, काम गरौँ सबै मिलेर भन्न चाहन्छु। र अन्त्यमा एउटा अनुरोध म राख्न चाहन्छु, अब यो विपद भयो, यस्तो भयो, उस्तो भयो भनेर चाहिँ हामी भनिरहन्छौँ, यो विपदमा हामीले के काम गर्न सक्छौँ त? सांसदहरूले कतिले भात खानु पाएन, अघि भर्खरै थुप्रै सांसदज्यूहरूले भन्दै हुनुहुन्थ्यो हाम्रो चाहिँ नि क्षेत्रमा गएको नुन मात्रै थियो, नुन पनि प्लास्टिकको पोखामा बिलिराखेको थियो, चामल थिएन भन्ने थियो। समय सकियो कि के हो? हामी सबै सांसदहरू यहाँ 275 जना छौँ मैले बुझ्दा, हामी सबैले हाम्रो सुविधाको 50-50 हजार निकालेर एउटा त्यो राहत कोष बनाउँदाखेरि 1,37,00,000 समथिङ हुने रहेछ। त्यो बनाउनु पर्छ कि जस्तो लागेको छ र यो पनि म राख्न चाहन्छु। यहाँहरू सबैलाई धन्यवाद दिँदै मेरो भनाइ टुङ्ग्याउँछु। नमस्कार।